हेलो एन्ड नमस्ते अनि स्वागत छ आजको क्लासमा। आज मैले चाहिँ फिटल स्कल लिएर आएको छु, जसमा आज हामी फिटल स्कलमा चाहिँ फिटल स्कलको बोन, त्यसै गरी सुचर र त्यसै गरी आज हामी फन्टानेलको बारेमा कुराकानी गर्छौं है त। अब सुरुमा हामी फिटल स्कलमा रहेको बोनहरूको बारेमा डिस्कस गर्छौं। हामीलाई थाहा छ फिटल स्कलमा कतिवटा बोन हुन्छ, टोटल चाहिँ 7 वटा बोनहरू हुन्छ, जसले चाहिँ के गर्छ त भन्दाखेरि चाहिँ फिटलको ब्रेनलाई चाहिँ प्रोटेक्ट गर्ने काम गर्छ। अब फिटल स्कलमा जुन 7 वटा बोनहरू रहेको छ त्यो कहाँ छ र त्यसलाई के भनिन्छ भन्ने बारेमा चाहिँ डिस्कस गर्छौं है त। सुरुमा चाहिँ म लिस्ट आउट गर्छु फिटल स्कलको बोनहरूको। नम्बर 1 जम्मा चाहिँ कतिवटा हुन्छ? फ्रन्टल बोन 2 वटा, त्यसै गरी 2 वटा पराइटल बोन, 2 वटा टेम्पोरल बोन र एउटा चाहिँ अक्सिपिटल बोन गरेर टोटल 7 वटा बोनहरू रहेको छ। अब चाहिँ हामी यहाँ फिटल स्कलमा हेरेर चाहिँ बोनहरू कहाँ छन् हैन, यसको चाहिँ ओसिफिकेसन सेन्टर कुन हो भनेर चाहिँ डिस्कस गर्छौं है त। जुन अगाडिको बेसतिर हामी फ्रन्टतिर अथवा चाहिँ एन्टेरियर साइडमा देखिरहनु भएको छ, यो दुईटा चाहिँ के हो भन्दाखेरि चाहिँ फ्रन्टल बोन रहेको छ। यसको चाहिँ ओसिफिकेसन सेन्टर भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ यो जुन देखिरहनु भएको छ फ्रन्टल इमिनेन्स भन्छ, जसलाई चाहिँ यो चुच्चो भाग देखिरहनु भएको छ, यो चाहिँ फ्रन्टल इमिनेन्स। अब यसको एरिया भनेको चाहिँ फ्रन्टल बोनको चाहिँ कुन एरिया हुँदै यो अर्बिटल रिज देखिरहनु भएको छ, ग्ल्याबेलादेखि चाहिँ अर्बिटल रिज दुईटै साइडको यो माथिको जुन यो सुचरले बाउन्ड गरेको छ, यो दुईटै चाहिँ के भयो त हाफ पार्ट फ्रन्टल बोन रहेको छ। अब हामी कुरा गर्छौं पराइटल बोनको। पराइटल बोन पनि कतिवटा छ? 2 वटा। अब पराइटल बोन चाहिँ दुईटै साइडमा हुन्छ। अब यतापट्टिको हेर्नुस् त, यहाँनिर जुन यो पनि सुचरले बाउन्ड गरेको हुन्छ हैन, यो सबै भाग भनेको यो सबै भाग कुन हो त? पराइटल बोन। राइट साइडमा पनि लेफ्ट साइडमा पनि सुचरले जुन बाउन्ड गरेको छ हैन, यो चाहिँ के हो त? पराइटल बोन। अब यसको पनि ओसिफिकेसन सेन्टर हुन्छ, जुन चाहिँ यहाँ देखिरहनु भएको छ, यो चुच्चो अलिकति उठेको भाग हेर्नुस् त, यता लेफ्ट साइडमा भयो, राइट साइडमा पनि यहाँ चुच्चो उठेको भाग छ हल्का, यो भनेको चाहिँ के हो त? ओसिफिकेसन सेन्टर, जसलाई चाहिँ पराइटल इमिनेन्स भनेर भन्छ। अब कुरा आउँछ टेम्पोरल बोनको। टेम्पोरल बोन कहाँनिर हुन्छ भन्दाखेरि कानको छेउमा हुन्छ है। यो पनि कतिवटा हुन्छ? 2 वटा हुन्छ। अब यहाँ देख्न सक्नुहुन्छ, देखिरहनु भएको छ है, क्लियरली आइरहेछ। यो भनेको चाहिँ के हो त? यो पुरै यो पनि सुचरले चाहिँ के गर्छ? बाउन्ड गरेको हुन्छ, जस्तै टेम्पोरल सुचर अथवा चाहिँ स्क्वामस सुचर पनि भन्छ यसलाई। यो बाउन्ड गरिएको एरिया चाहिँ के हो त? टेम्पोरल बोन। त्यसै गरी लेफ्ट साइडमा पनि सेम हुन्छ, यो चाहिँ के हो त? टेम्पोरल बोन। क्लियरली देखिरहनु भएको छ होला हैन। अब अर्को भनेको एउटा बोन लास्टमा छ अक्सिपिटल बोन। अक्सिपिटल बोन कता हुन्छ भन्दाखेरि अक्सिपिटल बोन भनेको चाहिँ जुन यो एरिया देखिरहनु भएको छ पछाडि पोस्टेरियर साइडको जुन एरिया छ त्यसलाई चाहिँ के भन्ने भयो त? अक्सिपिटल बोन भन्छ। यो चाहिँ अब ल्याम्बोइडल सुचरले पनि बाउन्ड गरेको छ हैन। तलतिर चाहिँ जुन होल देखिरहनु भएको छ, यो होल भनेको चाहिँ फोरामेन म्याग्नम, जसमा चाहिँ के हुन्छ त? स्पाइनल कर्ड चाहिँ बाइपास गरेको हुन्छ अथवा चाहिँ एक्जिट गरेको हुन्छ। यो पनि के भित्र पर्छ त? अक्सिपिटल बोन भित्रै पर्छ हैन। अब यहाँ हुन्छ एउटा ओसिफिकेसन सेन्टर हैन। ओसिफिकेसन सेन्टरमा चाहिँ हल्का उठेको भाग हुन्छ यता पनि, पछाडिपट्टि पनि। यसको नाम चाहिँ के हो भन्दाखेरि चाहिँ अक्सिपिटल प्रोटुबेरेन्स हो। अब हामीले बोनको बारेमा डिस्कस गर्यौं हैन। अब हामी कुरा गर्छौं सुचरको बारेमा। अब सुचरहरू कहाँ हुन्छन् हैन, अब कुन सुचरलाई के नाम भन्छ भन्ने बारेमा चाहिँ डिस्कस गर्छौं। सुरुमा चाहिँ म सुचरको लिस्ट आउट गर्छु। सुरुमा चाहिँ के हुन्छ भने फ्रन्टल सुचर हुन्छ एउटा, त्यसै गरी एउटा कोरोनल सुचर, त्यसै गरी सजाइटल सुचर र त्यसै गरी ल्याम्बोइडल सुचर र टेम्पोरल अथवा चाहिँ स्क्वामस सुचर पनि। टेम्पोरल सुचर अथवा स्क्वामस सुचर, टेम्पोरल सुचरलाई नै स्क्वामस सुचर नै भन्छ। टोटल चाहिँ कतिवटा सुचर भयो? 5 वटा सुचरहरू भयो है त। अब हामी फेरि फिटल स्कलमा आउँछौं र कहाँ कुन सुचर पर्छ भन्ने विषयमा कुराकानी गर्छौं। अब यो जुन अगाडिको हेर्नुस् त, अगाडिको लाइनिङ देखिरहनु भएको छ, यो जुन लाइनिङ छ हैन, जुन चाहिँ यहाँ ग्ल्याबेलाको मिड पोइन्ट हेर्नु त, यहाँ रुट अफ नोजमा देखिरहनु भएको छ, यो हो रुट अफ नोज हो। रुट अफ नोजदेखि यो एन्टेरियर फन्टानेलसम्मको जुन लाइनिङ छ, यो लाइनिङ चाहिँ के हो त? सुचर हो हैन। अब सुचर सबैभन्दा सुचरको कुरा गर्नु पर्दाखेरि सुचरले के गर्छ भन्दाखेरि चाहिँ बोनहरूलाई चाहिँ कनेक्ट गर्ने जुन जोइन्ट छ त्यसलाई चाहिँ के भन्छ त? सुचर भनेर भन्छ हैन। अब हामीले भर्खरै अहिले कुन सुचर हेर्यौं? फ्रन्टल सुचर हेर्यौं, जुन चाहिँ कहाँदेखि छ त? यो के हो त? ग्ल्याबेला
अथवा चाहिँ यसको चाहिँ के भन्छ रुट अफ नोजदेखि चाहिँ कहाँ छ त एन्टेरियर फ्रन्टालेटसम्मको जुन एउटा लाइन छ त्यो लाइनलाई के भन्ने भयो सुचर भन्ने भयो कुन सुचर फ्रन्टल सुचर भन्ने भयो त अब त्यसै गरी हामी कुरा गर्छौँ कोरोनल सुचरको है यो जुन लाइन देखिरहनु भएको छ यहाँदेखि यो अगाडिपट्टि यो पनि यो लाइन चाहिँ पुरै के हो त यो पुरै लाइन चाहिँ के हो त कोरोनल सुचर हो अब यो कहाँ प्रेजेन्ट छ अथवा चाहिँ कहाँ लाइ गरेको छ भन्दाखेरि चाहिँ कसको बिचमा छ हेर्नुहोस् त फ्रन्टल बोन र पराइटल बोनको बिचमा चाहिँ लाइ गरेको छ यसलाई नै के भन्छ त कोरोनल सुचर भन्छ अब हामी कुरा गर्छौँ सजाइटल सुचर सजाइटल सुचर चाहिँ कहाँदेखि कहाँ एक्सटेन्ड गरेको हुन्छ त एन्टेरियर फ्रन्टानेलदेखि चाहिँ पोस्टेरियर फ्रन्टानेलसम्म जुन एक्सटेन्ड गरेको हुन्छ त्यसलाई चाहिँ के भन्छ सजाइटल सुचर भनेर भन्छ जुन चाहिँ कहाँ प्रेजेन्ट छ अथवा चाहिँ कहाँ लाइ गरेको छ भन्दाखेरि चाहिँ दुईटा पराइटल बोन जुन अघि हामीले भर्खरै डिस्कस गरेको थियौँ दुईवटा पराइटल बोनको चाहिँ बिचमा जुन लाइ गरेको एउटा लाइ छ हैन जुन चाहिँ यो लाइनिङ देखिरहनु भएको छ त्यसको नाम के हो त सजाइटल सुचर है अब हामी कुरा गर्छौँ ल्याम्बोइडल सुचर ल्याम्बोइडल सुचर कतापट्टि हुन्छ भन्दाखेरि चाहिँ पछाडिपट्टि पोस्टेरियर साइडमा हुन्छ अब यहाँ फिटल स्कलमा हेर्छौँ है त जुन लाइनिङ देखिरहनु भएको छ पोस्टेरियर साइडमा यो चाहिँ कुन सुचर हो भन्दाखेरि चाहिँ ल्याम्बोइडल सुचर हो अब हामी कुरा गर्छौँ अर्को लास्ट टेम्पोरल सुचरको टेम्पोरल सुचर पनि कतातिर हुन्छ पक्कै पनि टेम्पोरल साइडमै हुन्छ होला नि त हैन हो टेम्पोरल साइडमै हुन्छ त्यो सुचर जुन यो लाइनिङ देखिरहनु भएको छ जुन चाहिँ टेम्पोरल बोन र पराइटल बोनको बिचमा जुन प्रेजेन्ट छ लाइ गरेको छ यो लाइनिङको नाम के हो त टेम्पोरल सुचर यसै गरी लेफ्ट साइडमा पनि सेम त्यस्तो स्ट्रक्चर हुन्छ यो भनेको चाहिँ टेम्पोरल सुचर अथवा मैले फर्स्टमा के भनेको थिएँ टेम्पोरल सुचरलाई चाहिँ स्क्वामस सुचर पनि भनिन्छ है के भनिन्छ टेम्पोरल सुचरलाई स्क्वामस सुचर पनि भनिन्छ अब यो त भयो सुचरको बारेमा अब हामी लास्टमा कुरा गर्छौँ फन्टानेल जुन चाहिँ अब फन्टानेल कतिवटा छ भन्दाखेरि चाहिँ मेनली आज कुरा गर्छौँ दुईटा फन्टानेलको बारेमा किनकि दुईटा फन्टानेलको क्लिनिकल सिग्निफिकेन्स छ अरूको चाहिँ खासै छैन दुईटा फन्टानेल कुन कुनको क्लिनिकल सिग्निफिकेन्स छ भन्दाखेरि चाहिँ एउटा एन्टेरियर फन्टानेल अर्को चाहिँ पोस्टेरियर फन्टानेल अब त्यो फन्टानेल कसरी थाहा पाउन सकिन्छ भन्दाखेरि चाहिँ त्यो फन्टानेल चाहिँ हामीले बच्चाको अथवा चाहिँ न्युबर्नको एक्जामिनेसन जब गर्नुहुन्छ अथवा चाहिँ पिभी एक्जामिनेसन गर्दाखेरि चाहिँ फ्रन्टमा कहिलेकाहीँ चाहिँ एन्टेरियर साइडमा यहाँ हेर्नुहोस् त यहाँ छाम्दाखेरि एउटा तपाईँलाई बच्चाको चाहिँ फेरि हाम्रो चाहिँ अहिले हुँदैन एडल्ट पिरियडमा न्युबर्न पिरियडमा तपाईँले यसरी छाम्नुभयो भने चाहिँ यहाँले एउटा पल्सेसन फिल हुन्छ है त्यो पल्सेसन फिल हुने ठाउँलाई नै के भन्छ त फन्टानेल भन्छ अब हेर्नुहोस् है त्यो एन्टेरियर साइडमा पनि हुन्छ पोस्टेरियर साइडमा पनि हुन्छ एन्टेरियर चाहिँ मजाले थाहा पाउनुहुन्छ पोस्टेरियर चाहिँ अलिकति डिफिकल्ट हुन्छ थाहा पाउनको लागि अब यहाँ ध्यान दिनुहोस् है त एउटा यो हेर्नुहोस् यहाँ डायमन्ड सेपको देखिरहनु भएको छ नि देखिन्छ डायमन्ड सेपको यो अगाडिपट्टि एन्टेरियर साइडमा यो भनेको चाहिँ एन्टेरियर फन्टानेल है अब एन्टेरियर फन्टानेललाई के पनि भन्छ त ब्रेग्मा पनि भनेर भन्छ हैन अब यसलाई ओसिफाई हुन कति टाइम लाग्छ भन्दाखेरि चाहिँ 18 मन्थ जति चाहिँ टाइम लाग्छ अथवा कहिलेकाहीँ चाहिँ कुनै पनि डिजिजहरू कन्डिसन छ जस्तै मेनिन्जाइटिस छ भने यसलाई चाहिँ अलिकति डिले टाइम लाग्छ ओसिफिकेसन हुनका लागि त्यसलाई लगभग अराउन्ड 24 मन्थसम्म पनि लाग्छ कसलाई ओसिफाई हुनको लागि एन्टेरियर फन्टानेल अथवा चाहिँ ब्रेग्मालाई जुन चाहिँ कुन सेपको हुन्छ डायमन्ड सेपको हुन्छ कहिलेकाहीँ चाहिँ यो चाहिँ एमसिक्यूमा पनि आउन सक्छ अथवा चाहिँ भाइभामा पनि सोध्न सक्छ त्यही भएर अलिकति यसलाई चाहिँ अब हामी कुरा गर्छौँ पोस्टेरियर फन्टानेलको पोस्टेरियर फन्टानेल चाहिँ जुन अगाडि यो ल्याम्डा देखिरहनु भएको छ ल्याम्डा आकारको हैन यो चाहिँ भनेको चाहिँ के हो त पोस्टेरियर फन्टानेल हो यो चाहिँ कुन सेपको हुन्छ भन्दाखेरि चाहिँ ट्रायङ्गुलर सेपको हुन्छ एन्टेरियर फन्टानेल डायमन्ड सेपको र यो चाहिँ ट्रायङ्गुलर हैन त ट्रायङ्गल टाइपको छ नि त ट्रायङ्गुलर सेपको हुन्छ अब यसलाई क्लोज हुनको लागि चाहिँ कति लाग्छ भन्दाखेरि चाहिँ 6 to 8 विक्स लाग्छ अब हामी कुरा गर्छौँ अरू रिमेनिङ फन्टानेलको यहाँ एउटा हेर्नुहोस् त यो फन्टानेल चाहिँ यसको नाम के हो त भन्दाखेरि स्पोइनेड फन्टानेल हो त्यसै गरी यो चाहिँ ठ्याक्क कानको अगाडि छ हैन अर्को भनेको कानको पछाडितिर हुन्छ यहाँ पनि एउटा देखिरहनु भएको छ होला खाली खाली भाग यो पनि एउटा फन्टानेल हो यसको यो फन्टानेलको नाम के हो त मास्टोइड फन्टानेल
त्यसै गरी अर्को छ यहाँ पनि एउटा हल्का यो पोस्टर फन्टानेलदेखि चाहिँ माथि यो सजाइटलमै हुन्छ, यहाँ चाहिँ देखिएको छैन, तर यहाँ पनि एउटा फन्टानेल हुन्छ जसको नाम चाहिँ सजाइटल फन्टानेल रहेको छ। यो तीनवटा फन्टानेलको चाहिँ खासै क्लिनिकल सिग्निफिकेन्ट चाहिँ छैन। मेनली हामीले चाहिँ दुईवटा इन्टेरियर र पोस्टरको चाहिँ क्लिनिकल सिग्निफिकेन्स रहेको छ त। आजको भिडियो तपाईलाई कस्तो लाग्यो? आशा छ आजको भिडियो तपाईले क्लियरली बुझ्नुभयो होला। केही सल्लाह सुझाव भएमा तपाईले कमेन्ट बक्समा लेख्न सक्नुहुन्छ। हस् त, थ्यांक यू सो मच।